Hey guys, you can see the scenario. यो vlog आज म यति एन्ड गर्न गइरहेको छु. Like I'm a huge fan भइसकेको छु. अझै 3 किलोमिटर 2 किलोमिटर 4 किलोमिटर अझै 3 किलोमिटर हिँड्नु बाँकी छ अब अझै. सो हामी ठाडै सेडी Hello, namaste. Once again, welcome to my YouTube channel. It's me, Tamanna Shrestha. हजुरहरूलाई फेरि मेरो सानो YouTube भ्लगमा धेरै स्वागत छ. आज म फेरि सानो हाइकिङको लागि आएको छु जामाचो भन्ने ठाउँमा. एन्ड यहाँ चाहिँ फुलबारी भन्ने तिर चाहिँ यताबाट चाहिँ हामीले 100 रुपिस पर पर्सनको टिकट काटेर चाहिँ एन्ट्री गर्नुपर्ने हुँदो रहेछ. आर्मीहरू पुरा स्ट्रिक्ट हुन्छ, सेफ पनि हुन्छन्. सो ग्रुपमा आउँदा डबल 2 जना आउँदा 3 जना आउँदा पनि डजन्ट म्याटर, त्यस्तो डर मान्नु भन्ने खालको रहेछ. एन्ड स्पेसली यहाँ चाहिँ नागरिकता या फिर लाइसेन्स पनि लिएर आउनुपर्ने हुँदो रहेछ, उहाँले राख्नु हुँदो रहेछ. अनि गइसकेपछि लिँदा मिल्दो रहेछ. सो स्ट्रिक्ट पनि छ, सेफ पनि छ. सो आज चाहिँ म भ्लग चाहिँ हजुरहरूलाई यहाँ देखाउन गइरहेको छु. सो बिस्तारै सानो क्लिपहरूमा हाल्छु. यहाँ सिडी चाहिँ यस्तो रहेछ. सो अब हामी हजुरलाई सिनारीहरू देखाउँछौँ. सो स्टे ट्युन. यो चाहिँ मेरो लागि दोस्रो हाइकिङ हुन गएको छ. फर्स्ट हाइकिङ चाहिँ हामी कहाँ गएको थियौँ? फर्स्ट ढाप ड्याम गएको थियौँ. यो चाहिँ मेरो जामाचो चाहिँ दोस्रो हाइकिङ हुन गइरहेको छ. सो म हजुरहरूलाई सानो ट्रिपहरू सेयर गर्छु. सो स्टे ट्युन. सो वी क्यान सी जामाचो 4 किलोमिटर. अस्ति नैको ढाप ड्याम भन्दा चाहिँ धेरै नै कम रहेछ. ढाप ड्याममा चाहिँ खासमा 10 किलोमिटर हो. यो चाहिँ 4 किलोमिटर. आई होप छिटो पुग्छु नि त. लास्ट चाहिँ ठाडो छ सिडी. सो म त फत्रकै गलिसक्यो. अब माथि बढ्ने बिस्तारै मेरो. सो हामी ठाडै सिडी चढिरहेछौँ. लगभग 4 किलोमिटर अरे. मेरो लागि धेरै ठाडो लागिरहेको छ. चढ्दै जान्छु. हेरौँ. पानी चाहिँ एकदमै खानुपर्ने. प्यासले मर्ने हुन्छ. राइट पिकनिक जस्तै हुन्छ लाग्यो भने. सो हे गाइस, फेरि मैले सानो खोलेँ भिडियो अन गर्नको लागि. एन्ड यहाँबाट पनि सानो टिकट देखाउनु पर्ने रहेछ एन्ट्रीको लागि. एन्ड हामीले 5 बजीभित्रसम्म निस्किसक्नु पर्ने रहेछ. यहाँको रुल्स अनुसार आर्मीहरूले भनेअनुसार चाहिँ उहाँले भनेअनुसार हामीले यहाँबाट चाहिँ 5 बजीसम्म बाहिर निस्किसक्नु पर्ने हुन्छ. सो हामी दोस्रोचोटि पनि टिकट चेक गर्नको लागि पछि पनि टिकट राख्नुपर्छ, फ्यान्नु मिल्दैन. सो अब हजुर हाम्रो सानो क्लिपहरू देखाइरहेको हुन्छ. सो स्टे ट्युन. भर्खर हामी 1 किलोमिटर मात्र हिँडिरहेछौँ. अझै 3 किलोमिटर 2 किलोमिटर 4 किलोमिटर अझै 3 किलोमिटर हिँड्नु बाँकी छ अब अझै. सो फाइनली हामी 2 किलोमिटर क्रस गरेर यहाँ आइसक्यौँ. अनि यसको भ्यू हेर्न सक्नुहुन्छ. ओ माई गड, आई वाज सो ह्याप्पी एन्ड एक्साइटेड टु कम हियर. रिग्रेट चाहिँ हुँदैन है, रिग्रेट चाहिँ हुँदैन. जस्तोकै आयो भने यु जस्ट गन लभ दिस भ्यू. आइएम स्योर, आइएम ड्याम स्योर वान अफ माई फेभरेट ट्रेकिङ लिस्टमा आउँछन्. अमेजिङ. अब अझै 2 किलोमिटर होला मेबी. सो लेट्स गो. सो फाइनली लगभग आइपुग्न आँट्यौँ जस्तो लागिरहेछ. एकदमै ठाडो उकालो. यहाँ त म त स्याहार भएको झन्नले.
सो यहाँ चाहिँ आउँदाखेरि चाहिँ एकदमै ठाडो उकालो हुने रहेछ अनि बोतल ड्राई फुडहरू चाहिँ ल्याउनु पर्ने रहेछ अनि नाइफ सलाई यताउति लाइटरहरू चाहिँ अलाउड छैन हुन त हो यहाँ परा जस्तो छन् सानो आगो लाग्दा नि आगो बोल्दा नि सानो ठुलो आगो बोल्ला भनेर त्यही भएर जङ्गलतिर चाहिँ आर्मीहरूले चाहिँ अलाउ गर्दैन चेक गर्नुहुन्छ ब्यागहरू चाहिँ सो हाम्रो ब्यागहरू यस्तो हुन्छ नि यता यसरी बोकिन्छ त्यही भएर ओ माई गॉड यु क्यान सी दिस सिनेरियो oh my goodness just wow अब हामी आई थिंक यहाँबाट जाने होला यहाँ के लेखेको छ भन्दाखेरि मैले त केही बुझेन भीमढुङ्गा जामाछा रहेछ आर्मी क्याम्प भीमढुङ्गा फुलबारी सो यहाँ माथि भर्याङबाट चढ्ने रहेछौँ हामी चाहिँ अघि हामी यहीँबाट आएको सो एकदमै राम्रो रहेछ है सिनेरी सो अब यहाँबाट चाहिँ चढेर आई थिङ्क पुग्नै आँटेको जस्तो लागिरहेछ अघि दुईजना नानी गएको थियो हामीले सोद्धाखेरि चाहिँ लाइक 10-15 मिनट भन्दै थियो एन्ड माथि गुम्बा छ खासमा बुद्धको गुम्बा छ त्यही भएर चाहिँ यहाँतिर चाहिँ यस्तो सिनेरी देख्ने रहेछ कि यस्तो मान्छेहरू जाने आउने गर्नुहुन्छ कति मान्छेहरू स्टुडेन्टहरू टुरिस्टहरू सो अब हजुरलाई हामी माथि गएर सिनेरी देखाउँछौँ सो स्टे ट्युन सो गाइज फाइनली हामी आइपुग्यौँ गुम्बातिर एन्ड यो चाहिँ लोकेसन रहेछ यहाँ माथि गुम्बातिर एन्ड अब हजुरलाई हामी ठ्याक्कै देखाउनु गइरहेको हुन्छौँ मन्दिरहरूमा सो राम्रो पार्किङ दिन्छ तिमीले पार्किङ दे सो यहाँ भ्यू एकदमै राम्रो एकदमै राम्रो छ फाइनली माथि आएछ यहाँ चाहिँ एकदमै धेरै भर्याङहरू त्यति ठाडो सो यहाँको भिडियो हजुरहरूलाई सिनेरियो यो भ्लग मन पऱ्यो भने प्लिज लाइक सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल सो अब यो भ्लग चाहिँ म यही एन्ड गर्न गइरहेको छु म बनाएँ भने पनि लाइक जाने टाइममा ओर्लाने टाइममा बनाउने छु एन्ड आई होप हजुरहरूलाई यो भिडियो मनपर्ने हुन्छन् मेरो सानो युट्युब भ्लगमा फेरि हजुरहरूलाई स्वागत छ एन्ड प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला यो मेरो सायद हाइकिङको दोस्रो भ्लग हुन गइरहेको छ एन्ड म छिटै पोस्ट गर्नेछु आई नो म अलिक ढिलो नै पोस्ट गर्छु भ्लगहरू बट आई विल ट्राई माई बेस्ट है यो पनि छिटो पोस्ट गर्नु भनेर किनकि यहाँको सिनेरी ओ माई गॉड अनि धेरै मान्छेहरूलाई पनि थाहा हुनुपर्छ नि त हाइकिङ यहाँ कति मिनट लाग्दो रहेछ भन्दाखेरि हामीलाई आउन मलाई चाहिँ लगभग 3 आवर्स छुन खोल्थ्यो सिट चढेर पानी छैन नि त त्यही भएर पनि होला आई गेस एन्ड यस अब हामी एकछिन बस्छौँ खाजा खान्छौँ अनि ओर्लिनुपर्छ फेरि 5 बजीभन्दा मुनि आइसक्नुपर्ने हुन्छ आर्मीहरूको उहाँहरूको रुल्सहरू हुन्छ नि त सो अघि भने जस्तै सो अब हामी अर्को भ्लगमा भेटौँला हाइकिङ गयो भने चाहिँ सो स्टे सेफ स्टे हेल्दी like share and subscribe also my YouTube channel so bye bye here you go hey guys you can see the scenario यो vlog आज म यति एन्ड गर्न गइरहेको छु
सिनेरियो चाहिँ एकदमै राम्रो छ लाइक आई एम अ ह्युज फ्यान भइसकेको छु honestly. So please like, share and subscribe my YouTube channel. Stay tuned. Good luck. Goodbye.